सुखदेवले महाभारत परिचितलाई सुनाउँदाखेरि संस्कृत मात्रै सुनाएको। हरि शरण है। सुखदेवले महाराज परीक्षितलाई सुनाउँदाखेरि संस्कृत मात्र सुनाएको। अब त्यसलाई व्याख्या गर्दाखेरि त त्यसका त 7 दिनले पुग्दैन हो। 7 दिनले पुग्दैन भन्ने कुरा कसरी पुष्टि हुन्छ भने शंकर भगवानले शिवजीले पार्वतीलाई सुनाउँदाखेरि 6 महिनासम्म त आँखा खोलेर सुन्नुभयो। 6 महिनापछि उत्तरायणको शुभारम्भ गरेको उत्तरायणभरि चाहिँ आँखा खोलेर बस्न सक्नुभयो पार्वतीले हैन। अब निरोध लीला त्यतिखेरसम्म कति सकेछ भने प्रथम स्कन्धदेखि 9औं स्कन्धसम्म मात्रै सकेछ। 10औं स्कन्ध निरोध लीला भगवानको आमाको विवाह गर्ने प्रसङ्गमा जब निरोध भनेको त झन् जाग्नुपर्ने, झन् तेजिलो हुनुपर्ने, झन् उत्साह आउने बेलामा चाहिँ 6 महिना पछाडि आँखा लोलाउँदै आयो भने शिवजीले 6 महिना पनि गाएर नसकेको भागवत है। अहिले छोटो समयमा भागवत सुन्ने भनेर केही सुन्न सकिँदैन। भागवत भनेको भाष्यते सर्ववेदेषु, सबै वेदहरूको निचोड। के त निचोड भन्दा परोपकाराय पुण्याय पापाय परपीडन। परोपकार गर्नु भागवत, अरूलाई पीडा हुने काम म गर्दिन भन्नु भागवत है। अर्कालाई पीडा दिने काम गर्छ भागवत पनि भन्छ, घरमा लगाउँछ पनि, पीडा पनि दिइरहन्छ भने त्यो भागवत लगाएर दिएर सुनेर सुनाएर घेरेर के पनि हुँला। राधे राधे। भागवत गरी सुन्दा गरी दुईजना रिसाएको मान्छे बाटोमा भेटाएको थिए। देखि त देखिया चाहिँ बोल्दैन नि, काम गर्दैन। अगाडि भागवत त छ हैन, तर कस्तो हुन्छ भक्त पनि छ भागवत पनि छ, तर बिचमा कपट छ। कपटले गर्दाखेरि भागवतसम्म पुग्न सकेन, त्यस्तो हुन्छ है। भाष्यते सर्ववेदेषु गीयते नारदादि। किन यो भागवत श्रेष्ठकर छ त? सबै सम्प्रदायलाई, सबै पन्थको निम्ति, सबै जातको निम्ति, सबै धर्मको निम्ति, सबै वर्णको निम्ति। हेर्नु त सही पनि भागवत भन्छ रामादादि। जहिले पनि जहाँ पनि जस्तो पनि अवस्थामा नारद ऋषि बिहान के अरे विनियोग गर्दाखेरि नारद ऋषि भन्ने आयो नि। किन त भन्दा नारद ऋषिले प्रचार गरेको हुनाले। कहाँ त भन्दा पृथ्वी तलदेखि स्वर्गलोकसम्म, जो कि भगवान विष्णुको द्वारसम्म पनि नारदजी पुग्न सक्ने भएको हुनाले गीयते नारदादि। नारदजीले गाउनु भएको यहाँदेखि वहाँसम्म भनेको पृथ्वी तलमा भएका मनुष्यलाई देवलोकसम्म पुर्याउने, वैकुण्ठको लोकसम्म पुर्याउने नारदकै सत्सङ्ग हो हैन। भाष्यते सर्ववेदेषु गीयते नारदादि वदन्ति त्रिषु लोकेषु। तीनै लोकमा, पृथ्वी तलमा हैन, अनि यो मर्त्यलोकमा, अनि माथि स्वर्गलोकमा, अनि माथि देवलोकमा पनि भागवतीय नै चर्चा हुन्छ। भलै अनुष्ठानहरू हुन नपाउला हैन, स्वर्गमा हवन हुँदैन नि हाम्रो यहाँको जस्तो, तर चर्चा भागवतकै हुन्छ। किन हुन्छ त भन्दा विशेष गरी पृथ्वी लोकमा तरन्ती भवसागरे, यो संसार रूपी सागरबाट तर्नको लागि, यहाँबाट पार भएर जानको लागि। तर्नी चाहिँ के रहेछ त भन्दा घर व्यवहार साह्रै डुबेको आमाहरू कहीँ जानुभयो भने मेरो त जहाजै डुब्छ भन्नुहुन्छ। तर यहाँ जति डुबे पनि जे भए पनि केही समयले भगवानको नाम संकीर्तनले त्यसलाई कटाइदिन सक्छ। भगवानको नाम संकीर्तनले त्यसलाई पार लगाइदिन सक्छ। भगवानको नाम संकीर्तनले त्यसलाई नष्ट गरिदिन सक्छ। व्यवहारका कष्टहरूलाई, व्यवहारका दुःखहरूलाई, संसारिक पीडाहरूलाई। त्यस कारण त विद्वान भएर पनि हैन, वैदिक भएर पनि, देशको ज्ञाता भएर पनि हाम्रो भन्दै सबैले भन्ने हाम्रो पूज्य हजुरबा चन्द्रमणि सिद्धिले राम नामको पिछा लिनु निचोड हो नि त त्यो हैन। हरे नाम हरे नामे केवलम कलौ नास्ति नास्ति है कतिरन्यथा। कलौ नास्ति भनेको जाडो महिनामा एउटा टी-सर्ट मात्रै लगाएर हुन्छ त? आज हामी सबैले ज्याकेट लगाएको छैन, मोटो लुगा लगाएको छैन, तर यही लुगा हामी वैशाख जेठमा लाउँछौँ त ज्याकेट। युगानुरूप धर्म भनेको त्यो रहेछ। समय अनुसारको लुगा जसरी लगाउँछ त्यसै गरी कलियुगमा हरिनाम संकीर्तन नै सबैभन्दा बलियो आधार। सिग्देल हुनुमा गर्व छ है, त्यो बाटोलाई अपनाउन पाएकोमा गर्व छ। र उहाँको गृह मूलको नजिकै आएर हामीले कुल पूजा गर्न पाएको विषयमा म अत्यन्तै
साथी हो व्यर्थ वचन त्यो जुनमा हरिका यही हो मङ्गल त्यही हो जुन बोलीमा बस हरि राम्रो त्यही हो नूतन त्यही हो राम्रो हो नूतन हो उत्सव हो उन्नति उत्सव हो उन्नति हो सोच्ने शोक समुद्र हो सोच्ने सिक्देल बन्धुहरूको दिवाली कार्यक्रम भयो हाम्रो कृष्ण बा आउनुभयो यताबाट ल्याएको छु मैले ए तोरीबारीमा कुदेकै हुन्छ ल यो तोरीबारीमा कुदे नि हुन्छ ल लास्टमा 6:41 जान आउँछ है यो के अरे 6:41 आएको छ ल यो पनि रिल सकिने भयो पो मोबाइल गरेर राख्छ उहाँ चाहिँ नि त्यत्रो भव्य भइरहेछ यहाँ आएर फोटो खिच्न आएर होला नि हेर फेरि म पत्तर बोलेको छु त्यो